हेलो गाइज वेलकम टु आवर मिनी भ्लग। आज चाहिँ हामी टिकटकमा भाइरल भएको गेम खेल्न गइरहेका छौँ, रेनबो कलर गिफ्ट एक्सचेन्ज गेम। आज चाहिँ मैले मेरो हस्बेन्डको लागि र हस्बेन्डले मेरो लागि के किनिदिनु भयो, के गिफ्ट दिनुहुन्छ हेर्दैछौँ। ल सुरुमा कुन कलर? कुन? ब्ल्याक। ल ल म निकाल्छु है। ल ल ल निकाल एकैचोटि। ल ब्याग नयाँ यो पनि छ त त्यही छ नि। म त राम्रो ब्याग देखेँ अनि किनिदिइहालेको होइन अलरेडी मेरो फोटोहरू खै मेरो लिऊ चकलेट ए मेरो गिफ्ट मेरै सामान उगटेर सबै त्यही होला। रातिको 11 बजे च्यालेन्ज गरेको। कुन अब तिमी भन न। तपाईँ भन्नु न। पिङ्क पिङ्क ल छ कि छैन पिङ्क? गाइजहरुले थाहा हुन्न र ए गाइजहरुले थाहा हुन्न र टी सर्ट ल्याइदे तल हटाउँछ कि सोच्नु पाउँथ्यो आनन्द हुन्छ। हटाउँछ किन तपाईलाई हटाउनु त ठुलो हुन्छ। मैले ठुलो भरै राखेँ आयो दरजमा केही नखोलिकन। यो मम्मीले ल्याइदिएको बाइ द वे। होइन मलाई ल्याइदिएको मेरो गिफ्ट रुम स्प्रे अनि ब्रस घोटिराख्नु पर्यो नि त दाँत पेला नि यसले यो गर्यो भने सफा हुन्छन्। गाइज यो यही रुमको यो चाहिँ आफ्नो मेडिकल छ सबै बटुलेर लिएर आउनु भयो। राम्रो त अनि हेर न 3 महिनाको ब्रस चेन्ज गर्नु पर्यो नि 4 महिना पुग्यो। त्यो गरेर ल्याइदियो युजफुल त हो नि यो सामान। लुरा हजुर भोलि फेरि बटु फेरि घर लाने होला दोकानमा बेच्न थाहा मलाई। अब तिमी भन कुन कलर? वाइट। वाइट म त घाटै लाखा गाई किनेर ल्याइदिएको मैले आज। ल निकाल। यो मैले किनेर अस्ति एक पोका किनेर आएको लिएर आएको छु। टिस्यु पेपर सेतो टिस्यु पेपर ल मोजा त लगाउनु हुन्छ नि त टिस्युमा त्यही भएन अलि नै लगाइदिउँ। यो चाहिँ उसको लागि धेरै युजफुल हो किनभने उसको सिगान बगे गर्छ अनि यसले पुछ्या गर्ने ल ग्रिन निकाल्नु पहिला सन्चो आफ्नो यो त के भने तिमीलाई रुगा लागेको लागि गर्छ यो सुँग्नलाई हुन्छ नि त युजफुल हो नि त। भोलि बिहान लहरा फेरि यहीँ राख्नुपर्छ। यो चिसोमा यो डियो खाना हुन्न यो हो एउटाले सन्चो ल्याइदिने एउटा यो त मलाई मनै पर्दैन भन्ने भने राम्रो छ नि त यो। मलाई थाहा थियो कि यस्तो हुन्छ कहिले यल्लो त घाटै ल निकाल्नु न। सनस्क्रिन छ मसिन यल्लो चिज भन्दैको भित्र मनपर्छ नि।
यो पनि दामी हो नि त तिम्रो सक्यो भनिरहेको नि त ल्याइदियो सबै फार्मेसीदेखि बटुलेर ल्याएको सब युजफुल हो युजफुल हो नि त आज अब पर्पल सबै आएर हेरिसक्नु भएछ क्या पर्पल। के ल निकाल ठुल्ठुला चिज पर्पल निकाल तपाईँले निकाल्नु न 20 लाइनर युजफुल हुन्छ नि त तिम्रो लागि चाहिँ हो पुरै सब युजफुल छ नि त नजानिसम्म एउटा छैन मैले त अहिले यत्रो टाढो किन लिएँ? यो पनि थियो बिहामा भएको हो कि अब गाइज यो होइन पक्कै पनि मलाई यस्तो लागिरहेको किनेर ल्याइदिएको कस्तो आज आज किने हो पहिला भयो जस्तो नि लागिरहेको थियो कि त्यही भएर यो पनि त युजफुल त हो नि तिम्रो लागि त युजफुल त थाहा नि मलाई ल म मेडिकलमा पनि छन् म पनि चिकेर लिएर आउनु सक्छु ओके के भन्ने खुसी हुन अब ब्लु ल अरू बिलु त छोड्नु किन जानु म त हर्लेस यो म कहिल्यै खाँदिनँ हर्लिक्स कहिल्यै भेटाइन अनि अरू भेटाइन अनि अहिले तिनवटा बोका स्पेसल गिफ्ट टिस्यु टिस्यु सबै आउँछ गाइस अहिले राम्रो वेट खालको टिस्यु नि टिस्यु। आउँछ लाउनु तपाईँलाई वाह दामी छ नि त यो अब कस्तो सिल्भर 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 त हुन्न कलर रेनबोमा कहाँ सिल्भर हुन्छ छैन सिल्भर कलर ल्याए नि त वाइट टाइपको वाइट वाइट भन्नु नत्र त्यस्तो सिल्भर नभन्नु धेरै युजफुल हो त्यस्तो भेन्ला सामान ल भन्नु क्या सिल्भर त छैन वाइट हो वाइट वाइट त मैले कोलकेट ल्याइदियो यो चाहिँ एकदम युजफुल छ यिनीहरूको लागि घरको बारे होइन किने हो घरको सामान भर्खर ल्याएको खोल्दा पनि खोल्या होइन भर्खर चुल पड्यो नि त दामी छ यो पनि मम्मीले ल्याइदिएको टेस्ट यो यो मम्मी ल्याइदिएको अँ, यो नेपाली प्राइस लेखेको ए नेपाली दुबईमा पाइन्छ अस्ति किने मैले पैसा पठाइदिएर ल। मेडिकलमै छन् नि मैले अरू ल ल्याइदिन्छु यो राख राम्रो हालेर रेड एउटा युजफुल एउटा किनेर नल्याउने है रेड रेड यो त कामै छ कि लाग्ने छैन रेड छ यहीको गाइज यो भेस्टको निकाल्नु भएको दुईटा रेड अनि यो अस्ति एनिभर्सरीमा किनेको यो भेस्टको यो बिहाको मैले के मेरो त हेर्नु यो तपाईँलाई उहाँ पसलमा बस्दा खाना हुन्छ भनेर ल्याइदिएको धेरै थियो त्यही भएर यति मात्र ल्याइदिएको छ पसलमा त्यही भएर रेट केही भेटाएन हो न घर नि छ कफी ठुलो डब्बाको तर थ्याङ्क यू यो चाहिँ काम लाग्छ कि पसलमा यो खानुहुन्छ त्यही भएर मलाई त घाटै लाओ घाटा लाओ हेलो मैले फेरि के हेरेको तिमी घरका सामान हेलो खै कहाँ हेलो ए हेलो फेरि पनि प्याज अहिलेको 29 हो अहिलेको प्याज राम्रो खाने बिस्पोक मैले यो ल्याइदिएको थ्याङ्क यू भन थ्याङ्क यू पिङ्क यो फेरि औषधि हुन नि बेर होइन पिङ्क निकाल तपाईँलाई यो खानु मन लाग्छ नि अस्ति नै तिमीलाई हट ब्याग यो चिसोमा सेक्नुहुन्छ मिन्सुन पनि युज गर्नुहुन्छ धेरै युजफुल सामान हो राख बेबी यो पिङ्क कलर हो गाइज यो एक्चुअली नयाँ थियो हेर्नु एउटा अनि पिङ्क त्यही कलर हो खोलेर नयाँ थियो कि यहाँ घर एउटा अलरेडी थियो नयाँ लिएर आएको थियो कि किन ल्याइदिनु भएको थियो पहिला अनि त्यही खोलेर नयाँ हो तर
मेडिकल लाने भनेर होइन क्या नयाँ होइन अर्को खानु अब भन कुन कलर त भेग्यो ब्राउन ए मलाई यो भेटारले ए भित्रको त ब्राउन ब्राउन हुन्छ नि त यसको सोफा बाहिर ल्याइदिएको मैले यही होला किनेर ल्याइदिएको गाइज किनेर ल्याइदिएको नि यही हो अरू केही होइन रियालिटी भन्दा मैले यो ल्याइदिएको यो त म खाँदिनँ उसैको लागि आफ्नै लागि ल्याएको गाइस आफै राखेन ए गराउनु एउटा तपाईँलाई मलाई जति बेला नि गर्न भनेर अब एउटा चाहिँ मिक्स मेरो तर्फबाट मिक्स स्पेसल सबै बाइ द वे सबै कलर यसैमा थिए ए एउटा यो दिन के भनिरहेको थिएँ ए पिङ्क कलर ओरेन्ज छ त ए यसैमा त सबै कलर यसैमा छ एकान्त दिएको भए पनि हुने तर मैले सबै मिलाएर दिएँ त्यही हो दुईवटा किनेर ल्याएको गाइस अरू केही पनि होइन है लेट गाइस जस्ट मोज छ उसलाई फुडी मान्छे कति मोज छ खानेकुरा मलाई यति दुईवटा ल्याइदिएको भयो थ्याङ्क यू गाइस फर वाचिङ दिस भिडियो कस्तो बाई लाग्यो बाई कस्तो लाग्यो भन्दै गर्नु कस्तो लाग्यो हाँस्नु